So hello guys, यो हाम्रो पोखरा टुर पार्ट 2। योभन्दा अगाडिको पार्टमा हामी गएका थियौँ कुन ताल थियो ल भनिदिनुहोस् तपाईँ कुन तालमा गएका थियौँ हामी हामी गएका थियौँ फेवा तालमा र यहाँ चाहिँ मेरो बहिनी मुसी राम्रोसँग यो भयो मेरो बहिनी। हजुर किन यस्तो गाइस मेरो बहिनी मलाई हानिरहेछ र यता हुनुहुन्छ मेरो बाबा यहाँ भित्र हुनुहुन्छ दर्शन गरिरहनु भएको छ। सो अब म भेट्छु टिका लाएर एकछिनको लागि सानो ब्रेक। गाइस मैले टिका लगाइसकेको छु र मेरो बाबा यहीँ हुनुहुन्छ। टिका लाउन जान न हो यता हुनुहुन्छ मम्मी र यो भयो मन्दिरभित्र मूर्तिहरू र अब हामी जाँदैछौँ यसो बाहिरको टुर। मेरो बहिनी पनि यहाँ भिडियो बनाइरहेछ र अब म तपाईहरुलाई मन्दिरको रियल भ्यू देखाउँदैछु। मन्दिरको माथि फुल्लै डिजिटल बोर्ड छ। यो भयो हाम्रो फुल मन्दिर यत्रो ठुलो छ। हल्का पर जानु परिरहेछ फुल मन्दिरको भ्यू लिन। यता छ हाम्रो फोटोज एरिया, यता छ अर्को साइड, यो भयो अर्को थाहा छैन के छन्। अब म यसो गइरहेछु भित्र। म तपाईलाई ब्राइटनेस बढाएर भेट्छु। बाई बाई। बहिनीले भिडियो बनाउनलाई फोन नपाएपछि मेरो आइफोन मागिरहेछ र अब म फोटो खिचेर भेट्छु एकछिनको लागि। फेरि एउटा सानो ब्रेक। मोए बिकज मेरो बहिनीले बनाइदिए। सो अब हामी हाम्रो टुरलाई कन्टिन्युज राखौँ। सो अब हामी जाँदैछौँ यो स्ट्रक्चरको साइडमा। यो के हो? अब परेवालाई दाना दिने, तर मसित दाना छैन। यो भयो है जुम गरेर कसले अक्षर बुझ्न सक्छ मलाई कमेन्टमा भन्नुहोस्। सो अब हामी कहाँ जान्छौँ? त्यहाँ अर्को मन्दिर। हामी छौँ अहिले कुन ठाउँमा मलाई नि थाहा छैन। सोधौँ हाम्रो लोकेटरसँग। जाम लोकेटरसित भेटेर अहिले हामी पोखराको कुन ठाउँमा छौँ? तपाईँ अहिले भन्नुहोस् हामी अहिले पोखराको कुन ठाउँमा छौँ? भन्नु न। बिन्दवासिनी मन्दिर। अहिले बिन्दवासिनी मन्दिरमा। र अब हामी कहाँ जाँदैछौँ? गाइस एउटा जादु देखाम। यहाँ अहिले चाहिँ मेरो बहिनी है। अब म मेरो बहिनीलाई गायब पारिदिन्छु। आब्राका डाब्रा गिली गिली छु। मेरो बहिनी गायब भई। अब हामी भिडियो कन्टिन्यू गरौँ र अब म मेरो बहिनीलाई यहाँ ल्याइदिन्छु। आब्राका डाब्रा गिली गिली छु। मेरो बहिनी यहाँ आइसकी। अब हामी गाडीको भ्लग चाहिँ बनाउँदैनौँ। सो अर्को ठाउँको भ्लगको लागि 30 वटा कमेन्ट हुनै पर्छ गाइज। 30 वटा कमेन्ट मलाई चाहिन्छ नै। अर्को भ्लगको लागि 30 वटा कमेन्ट गाइज। मेरो बहिनी पनि भ्लगिङ स्टार्ट गरिसके। म यसको भ्लगहरू देखाइदिन्छु। सो अहिले मेरो एउटा अर्को नि च्यानल छ 38 सब्सक्राइबर्सवाला चुडाटे भट्टराई। त्यहाँ मैले सर्ट्स अपलोड गरिसकेको छु र अब हामी कहाँ जान्छौँ? हल्का
वाट इज दियर राइट एन्ड तपाईँले पढ्न सक्नुहुन्छ त्यो माथि के हो यहीँबाट त देखिया छैन म तपाईँलाई हल्का ब्राइटनेस बढाएर भेट्छु त्यति बेरसम्मको लागि बाई बाई मैले ब्राइटनेस बढाइसकेको छु र अब हेर्नुहोस् त त्यो बुझिरहेछ छैन नि अब म वहीँ गएर बुझाइदिन्छु तपाईँलाई सो यहाँ हाम्रो काग दाजु बसिरहनु भएको छ यता छन् धेरै नै चरा र अब म मेरो मम्मी ठाउँमा जाँदैछु चलो यहाँ चाहिँ मेरो बहिनी 1 नम्बरकी बाँदर यो भो एउटा अर्को ठाउँ उता गुरुजी हुनुहुन्छ म तपाईँलाई नजिकबाट देखाइदिन्छु र अब हामी कहाँ जाँदैछौँ भन्दाखेरि नि अब हामी मन्दिरबाट निस्किएपछि जान्छौँ खाना खान बिकज हाम्रो पेटमा चुहा कुदिरहेको छ गाइस यहाँ छ अझै एउटा टेम्पल गाइस भित्र आएर घन्टी बजाउन मिल्ला या नमिल्ला म चाहिँ गएँ गाइस घन्टी बजाउन अब उतातिर घुम्दै जाम यो मन्दिरको एक राउन्ड लगाएर यो माथिल्लो स्टेजमा चढ यो हो घन्टीहरू म बजाउँदैछु यो नि बजाइदियो यो जायन्टवाला घन्टी नि बज्यो गाइस अब यो वाला घन्टी नि बजाउनु छ हामीले ओइ यो वाला घन्टीको त मोए भारे छ यो वाला घन्टीको बजाउने छैन गाइस अब हामी सानो घन्टी बजाउँछौँ यसले केही गर्नु सक्दैन घन्टी हल्का राम्रो छ यो नि खतरा छ अब हामी छौँ अर्को वाला घन्टी गाइस यो घरको आइरहेछ बट यो यत्रो ठुलो साउन्ड छ र अब हामी यहीँबाट फर्केर जान्छौँ बिकज यो भिडियो 8 मिनटसम्मको भएको छ अब हामी यहाँबाट मुनि ओर्लिन्छौँ गाइस भूकम्प आयो द्याट्स अ प्राङ्क बाई बाई अब म जाँदै मेरो मम्मीसित भिडियो बनाउँदै चलो म तपाईँलाई भेट्छु मेरो मम्मी बाठोमा पुगेपछि बाई बाई पुगेँ मम्मी बाठोमा र अब हामी जाँदैछौँ म डाइरेक्ट तपाईँहरूलाई गाडीमा पुगेपछि भिडियो अफ गरिदिन्छु या त हामी गाडीमा पुग्छौँ या त धेरै भोक लागिरहेछ खाजा खान्छौँ गाइस मेरो बहिनी फेरि भ्लगिङ स्टार्ट गरी अब हामी हाम्रो चप्पलहरू लिन जाम सायद हाम्रो चप्पल गायब भयो सो गाइस यहाँ छ अझै एउटा दानपत्र अब हामी मुनि जाँदैछौँ चप्पल राख्न गाइस म अब तपाईँहरूसित भेट्छु डाइरेक्ट मेरो जुत्ता लगाएर बिकज अहिले मैले जुत्ता लगाएको छैन सो जुत्ता लगाएपछि भेटौँ मोबाइलको चार्ज सिद्धिन लाग्यो अब भेटौँ नेक्स्ट ब्लग बाई बाई